Hello guys, welcome back to my ठुलबाबाको vlog. आज चाहिँ हामीहरु खोलामा खेल्न जाँदैछौँ. अब चाहिँ हामी जान्छौँ. Let's go! मेरो एक्जाम सकिसक्यो. अब 2 हप्ता छुट्टी हो मेरो. दादाको चाहिँ 2-3 हप्ता हो कि कति हप्ता हो थाहा छैन. मेरो 3 हप्ता जति हो. 3 हप्ता? तिमीले चाहिँ 2 हप्ता गरे? यहीँबाट हिँड्दै जाउँ यस्तो भोजे के छिरो भित्रै होइन के अरे हो फेरि यसको डर फेरि अस्तिको गाडी यहाँसम्म छ. अस्तिको गाडी त्यहाँसम्म छ. कुन गाडी? त्यो एनके गएको गाडी हो र त्यो होइन नि यो अर्कै हो. हाम्रो स्कुलको बस हो पहिला हामी स्कुल जाने बस बाराही कुलेखानी इङ्ग्लिस स्कुल. बाबाहरूको सानो हुँदाखेरि बस. अब गाइज अब हामी खोलाको नजिक आइसक्यौँ. यहाँ गेटनिर आइसक्यौँ. अब गेट यस्तै छ. यहाँ मामाको यहाँ स्कुल बस हाम्रो बाराही हाम्रो यो चाहिँ स्कुल बस पहिला. ए यो पहिला यो त नयाँ भइहाल्यो नि. ए खोलामा आयो गाइस. यस्तो गेट यस्तो ल अब गाइस 2 मिटर हल्का गाडी जाने अनि पछि अनि हुन्छ स्न्याक्स. भोक लाग्यो भने खाने. भोक लाग्यो भने खाने पार्टी गर्दै. मलाई स्विमिङ गर्न यस्तो मन छ तर खोकी लाग्यो गाइस. घाँटी ओए नमस्ते गर्ने फुल सब गरे. यहाँ म गर्छु. नमस्ते गर्ने फुल तल यहाँको पौडी खेल्ने दया छैन. यहाँ खतरा थियो कि त. यहाँ ठाउँ कुन यहाँ अगाडि यहाँनिर थियो कि पौडी खेल्ने द हो. खतरा थियो कि नेचुरल स्विमिङ पुल. त्यो मान्छे के गरे माछा मारेको हेर होइन. पिकनिक एरिया यहाँ चाहिँ राम्रो हुन्छ. आद्या दिदी नमस्ते. नमस्ते आद्या दिदी. कति धेरै जाने तल यहीँ छोडेर जाने हामी. केही भन्न चाहन्छ? ल गाइस घट्ट अब अगाडि छ. ल मामा रेडी ले आऊ त्यहाँ चाहिँ हिँडेर जाने कि बोकेर जाने? झोला मामला दे. हिँडेर जाने कि बोकेर? हिँडेर जान्छ त. त्यही त हिँडेर जानु मजा आउँछ कि खास. घट्ट भने थाहा छ? समर्पणलाई थाहा छ घट्ट? यस वाटर मिल. तिमीलाई थाहा छ वाटर मिल? ल हिँड म आज देखाउँछु है. हो नपढाइने होला बच्चालाई. ल हेर यहाँ माथिबाट देख्छ होइन. पर्फेक्ट भ्यू छ यहाँबाट. पर्फेक्ट भ्यू छ यहाँबाट. ल देख्यो घट्ट? उतै हो घट्ट. ऊ यत्रो देखिरहेको छ त. यहाँबाट पानी आउँछ भित्र गएर चस्मेदार भ्यू होइन Man versus wild.
मामु भोक लाग्यो लौ अनि झोलामा देख्नु त्यो भोक लाग्नु थाल्यो यता तलबाट भोक लाग्यो अघि भर्खर मामा खाना होइन साँच्चीकै भोक लाग्यो के केही दिँदैन झोलेबाट के अरे फेरि भन्दा के भयो अरे हो अहिले त जङ्गलै भयो कि खत्रै है पहिला त केही थिएन सुक्खा चलो कसरी चल्छ अरे घट्टा सिकाइछ पानी हाल्ने बिस्तारै पानी हाल्यो प्रेसर देखाइदिनु पर्छ सेम हो र कसले ए ह्याप्पी फेस अनि त्यो ह्याप्पी फेस हो त ए लो पापा पापाजी लेखा है तल Hello, I'm under the water. Please help me. I'm drowning. Bhaya! उग्र मैले पनि खुट्टे ओइ आधा डुब्छस् त डुब्छस् ओनिनी ओनिन ओनिनी आइज आज मात्र ओनिनी लिनु भएन घरको डेकोरेसनको लागि हुन्छ प्लान्टमा प्लान्टको वरिपरि के फेरि अब हिँड्दै बनाइहाल्यो के हुन्छ मामा हजुर डुब्न मुनि सुत्यौ उडानमा ढुङ्गामा बस्नु ल मसँग ठुलो बस्नु आयो बस्ने
हावा लाग्यो बस्नु पर्ने ल गुडबाई नमस्ते पानी नहाल्ने पानी हाल्नु रमाइलो भइरहेछ रमाइलो भइरहेछ हजुरहरू आउने भाइ त्यही बाबाको स्कुल बस्छ नि त्यहाँनिर छोटो गेट हुन्छ त्यहीँनिर छ हामीहरूको स्विमिङ पुल रमाइलो भइरहेछ भन्नु भइरह हो जनै फुस्केला जना फुस्केला घाँटीमा बाँधा रमाइलो भइराख ख ख भइरह ख यस्तो अगाडि आऊ कसलाई चाहिन्छ यो मलाई चाहिँदैन लौ 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 स्याम्पू कसलाई चाहिन्छ अलि अगाडि आऊ मलाई चाहिँदैन ए सानी अलि अगाडि आऊ अलि अगाडि अलि अलि अगाडि आइज न छिटो अलि अगाडि आ ल मै ल हु भिडियो उसको भिडियो राम्रो आउँछ तिम्रो भिडियो राम्रो हेलो गाइस प्लिज लाइक र सब्स्क्राइब गरिदिनु होइन धेरै धेरै छैन हामीलाई पनि ठुलो मान्छे बनाइदिनु रिस्पेक्ट हुन्छ ओइ म त घुमिरहेको छु आफै ल ल अलि अलि अगाडि छिटो ओइ भिडियो राम्रो स्याम्पू आउँछ चाहियो स्याम्पू म यहाँ छु त यी अगाडिपट्टि म स्याम्पू चाहियो? छैन स्याम्पू हो ल पलेट मार त्यहाँ अगाडि आएर पलेट मार हो ल यस यस हुन्छ नि म पछाडि छ यार पछाडि जाम जाम तिमी बग्दै बग्दै ढुङ्गा ठोकिन्छ उता यताबाट भन्दैछु म ल उता ठोकिन्छ अब यता आऊ यताबाट आऊ ए ढुङ्गा हेर्दै आऊ नि उता नजाऊ न उता किन यहाँ यता जान्छु भने कि गहिरो यताबाट जाने गइरहनु भएको क्या तिमी त्यहाँबाट जान सक्छ गहिरो छ नि त्यही भएर त हजुर त्यहाँबाट जान सक्छ छैन धेरै गइरहेछ है धेरै त नभनौँ धेरै चाहिँ नभनौँ धेरै चाहिँ नभनौँ हजुर धेरै मजा आयो मजा आयो हो ल ट्राई चिप्लिन्छ चिप्लिन्छ ल आऊ ल आऊ ल आऊ उहाँसम्म आऊ न उहाँसम्म आऊ ल हिँड्दै आऊ ल आऊ म यहाँ भिडियो गरिरहेको छु आऊ ल उठेर आऊ हिँड्दै आऊ हिँड्दै उठेर आऊ न उठेर हिँड्दै बसेर आउने ह्याप्पी खोला डे रमाइलो भइरहेछ ल गाइस खोइ वाउ गाइस के हो यो के अरे बाख्राको झन्सी नगरिहाल्यो नि कहाँ पुग्ला उता हात त पुरै भइसक्यो 3, 2, 1
त्यो पनि सजाउन लाने हो त्यो पनि सजाउन लाने हो म पनि खोजिदिन्छु अध्या ओए केही राम्रो त छैन यहाँ छ देऊ त दुइटै रुखमा फालिदिन्छु आमा राखिदिनु यो राख्दियो हजुर अझै एउटा जोटिङमा सुटिङ गर्न कति राम्रो भयो पानी यसरी दुईटा हातले आयो कसले आयो मर्मेट मर्मेड ल यहाँ हेर न आद्या यसरी गर्नु त्यसरी धेरै पानी फाल्छ कि अनि बल्ल हुन्छ खुट्टा गर न पछाडिबाट घुम्दै खतरा ट्रिक साइकल चलाउँछु ल हेर मर्मेड यसरी बस्नु खोलामा खुट्टा बसाएर चल खुट्टा तल माथि दिदीहरूले हो क्या तलबाट पानी छ्यापे दादाले हो सिकिस फोन हेरेको छु यहाँ छोरीहरू अब हामी बिस्तारै घरतिर जाने कामतिर लाग्नुपर्छ हामी है अब हामी बिस्तारै घर जाने अब आधी एक घन्टा 2 बजीसम्म 3 बजीसम्म खेल्नु हुँदैन ल अब लेट्स गो गाइस ल गाइस अब हामी फर्किने बेला भयो ए चस्मा ल फर्किँदैछौँ ल गाइस अब लेट्स गो साथीहरू त्यो के अरे तल त्यो आउन सक्छ होला त्यो एड्रेस यो ठाउँको होइन म तर भनिदिन्छु अहिले नै त्यो एउटा अगाडि एउटा चौतारी आउँछ के पनि निलोवाला पसलकोमा होइन निलोवाला पसलको चौतारीबाट हल्का तल गएर यहाँ आउनु सक्नुहुन्छ नत्र अर्को खोलान छ होइन त्यहाँ चाहिँ उता बाह्रही मन्दिरबाट ठिक्क त्यहाँ जाने के ल अब जाने अब हामी अब चाहिँ हामी घर फर्किँदैछौँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला यहाँ हेर्नु क्यामेरालाई केही भएन रुक न ल गाइस अब एकैछिन पुग्यो ओइ ओइ ल आइपुग्यो है चौतारीमा आइपुग्यो र अब घर पुग्न लाग्यो आज भिडियोलाई यति मात्र छ होइन अब हामी अर्को भिडियोमा भेटौँला सबजना आउँछन् 27 गतितिर घरतिर पुग्न लाग्यो चाहिँ होइन अनि माथि उकालोसम्म आइपुग्यो होइन अब माथि यस्तो गाह्रो हो यार चलाउने गाह्रो छैन म लड्ला जस्तो हुन्छ मजा आउँदैन ओर्लिँदाखेरि मात्र यो बाइक पहिला कस्तो हुन्थ्यो अहिले कस्तो खतरा बाखा ल गाइस आजको लागि यति मात्रै टाटा सी यू
हामीहरू नेक्स्ट भ्लगमा भेटौँला बाई बाई